ल आजको ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ डे 8 कि 9 हो, डे 8 9 जति भए पनि होइन, हामी चाहिँ लाखे निकालिसकेको छौँ। आजको यात्रा बरगाछी अनि अगाडि हेर्नु सक्नुहुन्छ हाम्रो लाखे जाँदैछ। सबैको आज वाइट ड्रेस, हिजो ब्ल्याक थियो, आज वाइट छ होइन। आजको वेदर बिहान पानी पऱ्यो अनि अहिले यस्तै छ अनि जाँदैछ लाखे बरगाछीसम्मको यात्रा। अनि हेर्नु सक्नुहुन्छ यहाँ दाजु मलाई के भनेको हुन्छ, एउटै कुरा गरेको हुन्छ, नसुध्रिने हो। अनि यहाँ हाम्रो सिद्धार्थ मन साक्य अनि दिपेन साक्य अनि यतापट्टि मनराज साक्य हुनुहुन्छ। तिनजनाको डिप मिटिङ चल्दैछ, तिनजनाको डिप भन्दा डिप। अनि हाम्रो दुईजना अजाको बुद्ध भगवान् सरको र हाम्रो यता हाम्रो अजाको गफ चल्दैछ। एकदम गफ चल्दैछ। अनि तिनजनाहरू हाम्रो लाखेको तिनजना सदस्य, अझै तिनजना सदस्यहरूको के मिटिङ चल्दैछ यहाँ। अनि यतापट्टि दीक्षा साक्य, यतापट्टि एप्रा साक्य अनि हाम्रो अमल साक्य हुनुहुन्छ अनि नौसिन साक्य। हाम्रो लाखे पछाडिको लाखे चाहिँ निशान साक्य, अगाडि नाच्दै गर्नु भएको चाहिँ चिन्नुहुन्छ होला हजुरले, धने साक्य, धने दाई हाम्रो। भाइहरू छ, भाइहरूलाई के शब्द सोध्छु। भाइ लाखे कस्तो छ? लाखे कस्तो लाग्यो भन्? ल अगाडि ल भाइ, ल यो भाइ त हिजो पनि भेटेको। ल लाखे कस्तो छ भन्दै? लाखे राम्रो छ, उल्लाबारीको राम्रो रहेछ लाखे। तँलाई कस्तो लाग्यो फेरि भन्दै एकचोटि? ल एकचोटि लाइक दे लाइक। ल अनि यतापट्टि पटु साक्य अनि यतापट्टि हाम्रो उल्लाबारी पुलिस थाना। लाखेको डान्स हाम्रो धरामे बोय। अनि यतापट्टि हाम्रो धने हुन्छ हाम्रो डिजे भाइस भ्लगर। अब हामी उल्लाबारी युवा लाखे भ्लगर। हाम्रो उल्लाबारीको एकमात्र निशान साक्य लाखे। लाखे आउँदै हुनुहुन्छ। यतापट्टि हाम्रो सदस्यहरू, यतापट्टि हाम्रो हप्सी काका हुनुहुन्छ एकमात्र। हामी माथि आइसकेको छौँ, हाम्रो केटाहरू तल हुनुहुन्छ। भाइ हाम्रो उल्लाबारीको लागि कस्तो लाग्यो? हाम्रो उल्लाबारीको लागि कस्तो लाग्यो तिमीलाई?
कस्तो लाग्यो भन्दै न एक दुई शब्द राम्रो छ तिनवटा गाडी छ नि तपाईँको भन भाइ उल्लाबारको लागि कस्तो छ भन्दैन एकचोटि नलजा न भन्नु त भाइ राम्रो छ नि होइन बहिनी यहाँ आउ न के छ भाइ हो यहाँ हाम्रो लाखे कस्तो छ भाइ कस्तो छ हाम्रो लाखे ठिकै छ मैले चाहिँ अहिले हाम्रो उल्लाबारीको भाइलाई भेटिरहेको छु हाम्रो लाखे कस्तो छ भन्दै कस्तो छ अरे अनि मेरो युट्युब च्यानललाई के भन्न चाहन्छस् सबैले सब्सक्राइब गरिदिनु भन् अनि अरू के भन्न चाहन्छस्